तपाईहरुले देखिराख्नु भएको यो महाकाली नदी हो। यो महाकालीको नदीमा चाहिँ सुइन लाएर चाहिँ मान्छेहरु आउने रहेछ। हाम्रो इन्जिनियर सरले चाहिँ यहाँ रिपोर्टिङ अथवा यहाँको नाप्ने कामहरु चाहिँ भइरहेको छ। तपाईहरुले देखिराख्नु भएको छ भने पीडित परिवारहरु यसरी आइरहेको अवस्था तपाईहरुले देखिराख्नु भएको छ। उहाँको बुढा है ए नारायण बुढाथोकीको श्रीमती चाहिँ उहाँ हुनुहुन्छ। नाम के हो उहाँको? ए जानकी बुढाथोकी हुनुहुँदैछ। उहाँको श्रीमान चाहिँ यही नदीमा बगेर आफ्नो जीवनलाई चाहिँ बलिदान दिनुभएको रहेछ। तुइन चाहिँ यही हो दर्शकबिन, तपाईहरुले देख्न सक्नुहुनेछ। यो अवस्थामा यहाँका स्थानीयवासीहरू तपाईहरु यति धेरै तपाईहरुले देख्नु भएको छ। हामी अहिले यो हात जोडेर उहाँहरूले बिन्ती गरिराख्नु भएको छ। उहाँहरूले चाहनुहुन्छ यो ठाउँमा झोलुङ्गे पुल बनोस् र यहाँका स्थानीयहरूले यहाँको सहज रूपमा चाहिँ झोलुङ्गे पुल चाहियो भन्दै हात जोडिरहेको अवस्था तपाईहरुले देखिराख्नु भएको छ। हो, उहाँहरूको आवाज यो छ, हामीलाई रोड भन्दा पनि पुल चाहियो भनिराख्नु भएको छ। तपाईहरुले देखिराख्नु भएको छ। न्याय मागिराखेको दृश्य तपाईहरुले देखिराख्नु भएको छ है।